छोटो समयमा पनि चिउराबाट मिठो परिकार बनाउन सकिन्छ। आज चाहिँ म चिउरा फ्राई गर्न गइरहेकी छु। चिउरा फ्राई गर्नको लागि प्याज काटेँ, टमाटर काटेँ, खुर्सानी काटेँ, मसिनो गरी आलु पनि काटेँ अनि गाजर पनि काटेँ, हरियो मटर पनि फुकेर रेडी गरेँ। अनि यता कराईमा घिउ राख्ने, घिउ राखिसकेपछि प्याज राखेर फ्राई हुन दिने, आलु राख्ने अनि आलु लगभग पाक्न थालिसकेको छ। यसमा हरियो मटर राखिदिने, गाजर राखिदिने अनि एकैछिन चलाइदिने। चलाइरहँदाखेरि गाजर पनि लगभग पाकिसकेको छ, आलु पनि पाकिसकेको छ। अब हामी राख्छौँ टमाटर, खुर्सानी राखेर केही बेर चलाइदिने अनि बेसार राख्ने, आवश्यकताअनुसार नुन अनि जिरा धनियाँको पाउडर राखेर केही बेर चलाइदिने अनि चिउरा हल्का पानी राखेर मोल्दिने अनि यसैमा राखेर केही बेर सानो ग्यास गराएर पाक्न दिने। यसरी चलाइसकेपछि यो मजाले पाकिसकेको छ। खाना एकदम टेस्टी हुन्छ।